हेलो साथीहरू नमस्ते। म चाहिँ आज के गर्दैछु भनेर भन्दा अहिले तपाईँहरूलाई मैले देखाउनेछु है त। मेरो कपाल चाहिँ फेरि यस्तो नेचुरलमा चाहिँ यस्तो कर्ली छ क्या। अब धेरै केराटिन स्मुथिङ कर्लीहरू होइन गर्दा 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 वाक्कै भएर अब चाहिँ मैले नेचुरल छोडिरहेको छु। त्यही भएर मलाई यस्तो देखिरहेछ। मेरो कपाललाई चाहिँ आज छोडिदिनु है त। अनि मैले विशेष गरेर यो के को लागि बनाउँदैछु भनेर भन्दाखेरि चाहिँ जो एकदमै बिगिनर हुनुहुन्छ मेकअपको लागि, जस्तै आइब्रोहरू पनि बनाउनु उहाँहरूलाई एकदमै गाह्रो हुन्छ होइन, आउँदैन। अनि त्यसपछि मेकअप यसो नेचुरल आफ्नो लागि पनि मेकअप गर्नु आउँदैन, बस उहाँहरूको लागि है। तपाईँहरू जसलाई मेकअप आउँछ, मेकअपको बारेमा सबै जानकारी छ, उहाँहरूले चाहिँ स्किप गर्न सक्नुहुन्छ है त। मैले चाहिँ किनभने बिगिनर्सहरूलाई चाहिँ अब आफूले जानेको कुरा र मेरो स्टुडियोमा मैले सेल्फ मेकअप सिकाउनुको लागि चाहिँ यति गर्छु, यस्तो खालको तरिकाले गर्छु भनेर चाहिँ सानो सानो कुराहरू डिटेल्समा म जानकारी गरौँ भनेर आज चाहिँ विशेष यो भिडियो स्पेसल उहाँहरूको लागि। मेरो क्यामेराको र फेसको क्याची चाहिँ मिलेको छैन, किनभने यस्तरी अपोजिटमा बनाउनु पर्ने हो। अनि त्यो चाहिँ मेरो यहाँ आज यो मिलेन क्या बनाउने, किनभने अरूले यसो क्यामेरा ट्याक्क राखेपछि बनाउनुको लागि चाहिँ हेरिदिने हुँदाखेरि सजिलो। आज म एक्लै छु, त्यही भएर चाहिँ मैले यसरी बनाएको छु। विशेष त अब हामीलाई एउटा कुरा भयो, यो मेकअप कसरी गर्ने भन्ने कुराहरू हेरौँ भनेर मात्रै हो। आँखा कता फर्क्यो, केस कपाल कता फर्क्यो भन्ने कुरा छोडिदिउँ। ल स्टार्ट गरेँ है त। सुरुमा चाहिँ तपाईँहरूलाई फेसलाई चाहिँ तपाईँसँग जस्तै क्लिन्जिङ छ भने क्लिन्जिङ गर्नु सक्नुहुन्छ होइन। अनि त्यसपछि नत्र भए फेस वासहरू छ भने पनि फेस वास पनि गर्नु सक्नुहुन्छ। आफ्नो फेस कस्तो छ त्यो अनुसार तपाईँले आफ्नो स्किनलाई चाहिँ क्लिन गर्नु सक्नुहुन्छ। नत्र यदि छैन, त्यो पनि छैन पोसिबल, र हामीसँग वेब टिस्यु छ यस्तो खालको भने यसले पनि मजाले कसैलाई चाहिँ यस्तोले इन्फेक्सनहरू पनि हुनसक्छ होइन। होइन भने चाहिँ तपाईँले यसले मजाले फेसलाई क्लिन गर्नुहोस्। त्यसपछि तपाईँसँग सबभन्दा पहिला चाहिँ हामीसँग क्लिन गरिसकेपछि फेसमा चाहिँ मेरो ओपन पोर्स देखिनु सक्नुहुन्छ। यहाँ हेर्नुहोस् त, यो ओपन पोर्स अलरेडी मेरो त छ, कसैको नहुनु पनि सक्छ होइन। ओपन पोर्स नभए पनि त्यसलाई चाहिँ सुरुमै हामीले चाहिँ अगाडि त्यस्तो नहोस्, ओपन पोर्स यसरी धेरै नहोस् भन्नुको लागि चाहिँ केयर गर्नुको लागि चाहिँ सुरुमा हामीले टोनर युज गर्छौँ। टोनर चाहिँ मेरो यो कम्पनीको हो, तर मैले क्यारीको लागि मैले यसमा गएको छु। मजाले यसरी तपाईँले टोनरलाई स्प्रे गर्न सक्नुहुन्छ। अनि यो टोनर मजाले स्प्रे गरिसकेपछि चाहिँ तपाईँले यस्तरी मजाले यसलाई ड्यापिङ मोसनमा एकछिन नि छोडिदिनुहोस्। नत्र तपाईँहरूसँग फ्यान यदि छ भने फ्यानले पनि सुकाउन सक्नुहुन्छ है। ल त्यसपछि चाहिँ मलाई यही कम्पनीको मसँग मोइस्चराइजर छ, मलाई चाहिँ यो एकदमै सुट हुन्छ होइन। अब तपाईँहरूसँग आफूलाई सुट हुने खालको मोइस्चराइजर छ यदि भने त्यही लगाउनु सक्नुहुन्छ, यही लाउनुपर्छ भन्ने हुँदैन। र हात चाहिँ एकदमै क्लिन हुनुपर्ने हुन्छ है हात, किनभने फेसलाई असर गर्ने भनेको पनि त अब हातहरू हाइजिनको लागि चाहिँ पहिला क्लिन गरिराखेको हुनुपर्छ। र यदि वेब टिस्युले फेसलाई क्लिन गर्नुभएको छ भने त्यसैले पनि सफा गर्न सक्नुहुन्छ, डस्टी नहोस् भन्नुको लागि चाहिँ है। त्यसपछि मजाले मोइस्चराइजर तपाईँले फेसमा यसरी अप्लाई गर्न सक्नुहुन्छ। मोइस्चराइजर अप्लाई गरिसक्नु भएपछि चाहिँ तपाईँले यदि बाहिर घाममा जानुपर्ने छ अथवा छैन नै भने पनि तपाईँले चाहिँ सनस्क्रिन युज गर्नु होला है।
मैले चाहिँ आज मैले यति मात्रै युज गरेँ किनभने मोइस्चराइजर टोनर लगाएँ सुरुमा, त्यसपछि मोइस्चराइजर लगाएँ, त्यसपछि मसँग चाहिँ म चाहिँ प्रायः जसो अब प्राइमर भन्दा पनि सिरमलाई नै अलिकति प्रायोरिटी दिन्छु होइन। सिरमले एकदमै राम्रो गर्छ नि त मलाई चाहिँ, त्यही भएर म चाहिँ सिरम युज गर्छु। सिरम पनि मसँग यसकै छ, यो मेरो एकदमै सुट हुन्छ मलाई अहिले, त्यही भएर मसँग छ यो है। त्यो त फेरि आवश्यक परेको बेला निस्किँदैन भनेको त्यही कति छ आफूसँग होइन, कस्तो छ र धेरै लगायो भने पनि फेसलाई हाम्रो फाउन्डेसनहरूलाई चाहिँ अड्किँदैन, त्यही भएर क्र्याप गर्दैन, धेरै ओइली पनि नबनाउने, ठिक्क ठिक्क। तपाईँले प्राइमर लगाउनु पनि सक्नुहुन्छ है, मजाले लगाएर दुइटै हातले यस्तो गर्न सक्नुहुन्छ। सिरम लगाएपछि तपाईँको म चाहिँ यसको सनस्क्रिन नाम चाहिँ लेटिनको होइन, तर आजसम्म लाउँदिनँ किनभने बाहिर जानुपर्ने छैन नि त मलाई। सो त्यसपछि अब हाम्रो स्किन यति गरिसकेपछि चाहिँ प्रेप हुँदै गर्छ, बिस्तारै यसलाई एक्जर्ब हुँदै गर्छ, छोडिदिने। त्यसपछि हामी आइब्रोतिर लाग्नुपर्छ। आइब्रोलाई चाहिँ अलिकति यसरी माथि माथि पारेर, सेप कस्तो छ हजुरको, कसैको सिधा हुनसक्छ होइन, अलिकति तपाईँलाई टाढा भयो होला होइन, हेर्नुहोस् है मेरो चाहिँ अलिकति यस्तो राउन्ड राउन्ड परेको छ, कसैको सिधा हुनसक्छ, कसैको के कस्तो हुनसक्छ, जस्तो छ आफ्नो त्यस्तै त्यही अनुसारले मलाई एकदम इजी लाग्छ कि यो सानो एङ्गल ब्रस, त्यही भएर यो एङ्गल ब्रसले यसरी गरेर मजाले यसलाई यसरी कोरिदिनुहोस्। अनि त्यसपछि आफूसँग पोमेड कस्तो खालको छ, कुन कलरको छ त्यही अनुसार है। मेरो चाहिँ अलिकति ब्ल्याक छ, फेरि मैले लिक्विड फर्ममा चाहिँ होइन मैले चाहिँ यो ड्राई पाउडर फर्ममा चाहिँ युज गर्छु क्या, यो ब्ल्याकमै छ है। अनि त्यसपछि तपाईँले एङ्गल ब्रस लिनुपर्ने हुन्छ, एङ्गल ब्रस पोमेड है। त्यसपछि डिप गर्ने एकदम हल्का तरिकाले थोरै थोरै मात्रै लिने, फेरि प्रडक्ट धेरै भयो भने धेरै एकैचोटि लाग्यो भने फेरि आफूले पनि के भन्छ सेप बनाउनुलाई गाह्रो हुन्छ। त्यसपछि यो एङ्गल ब्रस हेरिरहनु भएको छ नि, यस्तो यस्तो परेको छ नि, जस्तै हेर्नुभएको छ जस्तै यस्तो छ नि, जस्तै अलिकति यस्तो फ्ल्याटी परेको छ, त्यसलाई चाहिँ आफूपट्टि फर्काएर, जस्तै यतापट्टि छ भने यसरी फर्काउन सक्नुहुन्छ, यतापट्टि छ भने यसरी फर्काउन सक्नुहुन्छ है। ल मैले स्टार्ट गरेँ ल ठ्याक्क नि हाम्रो आँखाको जुन बिचो लाग्छ है त्यसको यतादेखि मात्रै हामीले चाहिँ सेपलाई सुरुमा स्टार्ट गर्नुपर्ने हुन्छ। जस्तै यहाँदेखि हेर्नु है, जस्तो तपाईँको यस्तै सेप छ र यही बनाउनु छ भने त्यही अनुसार लानुहोस्, होइन भन्नुहुन्छ भने सिधा लगेर यसरी अलिकति सिधा पनि गर्न सक्नुहुन्छ। त्यसपछि ठ्याक्क माथिबाट फेरि यसलाई सेपलाई यसरी झार्न सक्नुहुन्छ है। हेर्नु है स्टार्टिङमा सेप हुँदैन, टेन्सन लिनु पर्दैन है। अनि त्यसपछि फेरि माथिबाट बिस्तारै यहीँ भएको प्रडक्टले बिस्तारै यसरी फिलअप गर्ने है। त्यसपछि यसरी बिस्तारै फिलअप गर्नुहोस् एकदम। अब हामी बिगिनर्स छौँ होइन, बिगिनर्स हुँदाखेरि स्टार्टिङमा यतिको भयो, यदि तपाईँको भने मान्नुहोस् तपाईँको भयो। हेर्नु त यतैबाट मैले त फेरि पोमेड अलरेडी ब्ल्याक लिएको छु, अनि यतैबाट यति धेरै ब्ल्याक लिनुभयो भने नराम्रो देखिन्छ। तर फिलअप गरेर हामीले यहाँनिरसम्म सेभ गरेर यता चाहिँ मजाले यसरी सेप बनायौँ भने यो एकदम बेटर भयो। त्यसपछि तपाईँले यही प्रोडक्ट अलिअलि अनि त्यसपछि यसैलाई यसरी गर्नु सक्नुहुन्छ। यो भयो भने नेचुरल हुन्छ है। यतापट्टि हेर्नुहोस् त र यतापट्टि हेर्नुहोस् त कस्तो करेक्ट देखियो किन भन्नु त। त्यही भएर फेरि एक डिप लियौँ हामी, फेरि चाहिँ हामीले यो एङ्गल ब्रस अघि यतातिर फर्काएको थिएँ, जस्ट हेर्नुहोस् है यो एङ्गल ब्रस यतातिर फर्काएको थिएँ, अब ठ्याक्क विपरीत फर्काउनुहोस्। त्यसपछि यही बिचबाट
कुन सेपमा लानु हुँदैछ तपाईँले त्यही अनुसार त्यही सेपमा लान सक्नुहुन्छ है यसरी अनि यसलाई फेरि मजाले धेरै भयो भने पनि टेन्सन लिनु पर्दैन सुरुमा हामीले तलबाट तार्ने त्यसपछि माथिबाट तान्ने ठिक्क विपरीत पनि हुनसक्छ है कहिलेकाहीँ चाहिँ होइन त्यो भयो भने पनि केही चिन्ता लिनु पर्दैन हामीले अहिले फ्ल्याट ब्रसले फेरि कट गर्नु बाँकी नै छ नि त त्यही भएर ल हेर्न सक्नुहुन्छ यो सेप यस्तो छ यो सेप यस्तो छ अलिकति यतापट्टि डिप यस्तोमा बिचमा डिप लागेको छ त्यही भएर चाहिँ हामीले अनि त्यसपछि हामीले एङ्गल ब्रस लिने यो एङ्गल ब्रसको सहायताले यसरी फेरि यसलाई यसरी धेरै लागेको जस्तो फिल भएछ भने यसरी गर्न सक्नुहुन्छ है त्यसपछि हामीसँग यो कन्सिलर मतलब मसँग यो छ यो सिम्पल बजारमा सस्तोमा पाउन सक्नुहुन्छ हामीले मात्र आइब्रो बनाउनुको लागि त्यसपछि यो फ्ल्याट ब्रस भयो फ्ल्याट ब्रसलाई पनि एकदम क्लिन गर्ने र एकदम फ्ल्याटी बनाउने के अलिकति ठुलो पनि हुनसक्छ यो अलिकति सानो छ केही छैन यसलाई अलिकति लिने यसरी बिस्तारै थोरै लिने है यस्तो तरिकाले डिप गरेर एकदम अनि त्यसपछि हामीले यसलाई सेप दिनुलाई अब जस्तै कुन सेपमा छ त हाम्रो है ठ्याक्क मलाई चाहिँ अलिकति स्ट्रेटवालै मनपर्छ पहिला चाहिँ राउन्डै मन पर्थ्यो मलाई यसरी बिस्तारै सुरु गर्नुहोस् अगाडि ठ्याक्क आइब्रोको अगाडिबाट स्टार्ट गर्न सक्नुहुन्छ ल अनि त्यसपछि ठ्याक्क बिस्तारै लगेर बिस्तारै लानुहोस् अब कस्तो सेप बनाउनुहुन्छ अब तपाईँको राउन्ड छ जस्तै माथिबाट निस्केको छ त्यही अनुसार जस्तो तरिकाले घुमाउनु सक्नुहुन्छ ल यो चाहिँ मैले एकदम सिधा लगेर यसरी कट गरिदिएँ है यसरी अलिक तल पनि थियो नि त अघि होइन एकदम स्ट्रेट भयो अनि त्यसपछि अझै स्ट्रेट मिलाउनुको लागि चाहिँ हेर्नु ल यहाँ माथि ठक्क यसरी तान्ने अनि त्यसपछि ठ्याक्क सिधा लिएर यसरी सिधा लिएर एकदम छिटिक्कै पारेर कट गर्ने हेर्नुहोस् है अनि त्यसपछि यता तलबाट पनि हामीले साइडबाट गरेर यसरी गरेर अब अझै हामीले कट देखाउनु छ भने चाहिँ अझै धेरै कन्सिलर र अर्को लिक्विडवाला कन्सिलरहरू लिन सक्नुहुन्छ मलाई चाहिँ कटिङ गर्दा सजिलो लाग्छ र यस्तै खालको प्राय युज गरिराखेको हुन्छु मैले चाहिँ होइन सक्नुहुन्छ ल पर्फेक्ट यो अगाडिको लागि चुच्चो आए जस्तो भयो भने अहिले मिल्छ हेर्नुहोस् त यतापट्टिको हेर्नुहोस् र यतापट्टिको हेर्नुहोस् है फेरि यतापट्टिको हामीले जसरी गऱ्यौँ त्यसरी नै एकदम सिधा लिने यताको एङ्गल हेर्ने है अनि त्यसपछि यसरी गरेर त्यसलाई नाप्ने सुरुमा हामीले कताबाट त्यसलाई स्ट्रेट तानेको छौँ ठ्याक्क त्यही अनुसार फेरि सिधा पारेर उता लानु सक्नुहुन्छ है फेरि यसरी गरेर यो चाहिँ एकदमै बिगिनर्स हुनुहुन्छ जो उहाँहरूको लागि चाहिँ मैले यो गर्दैछु अब जस्तै आइसकेको छ तपाईँहरूलाई आइब्रो गर्न भने चाहिँ यति साह्रो ढिलो गरिरहनै पर्दैन होइन यतिखेर त मैले फुल मेकअपै सक्थेँ होइन तर आज मैले चाहिँ अब एकदम डिटेल्समा दिउँ न त भन्ने भएर चाहिँ मैले यसो गरिदिन्छु हेर्नुहोस् है अनि त्यसपछि फेरि माथिबाट लिने हातलाई यसरी सिधा पार्ने माथिबाट यसरी गरेर यसरी हेर्नु यति धेरै डिटेल्समा तपाईँहरूलाई देखाइरहेको छु तपाईँहरूले कम्तीमा पनि एउटा आफूले आफ्नो लागि मेकअप गर्न सक्ने भएर मलाई मेसेज छोड्नु होला है त यहाँ हेर्नु है एकदम यहाँ अलिकति राउन्ड भयो यसलाई स्ट्रेटै लाने किनभने स्ट्रेट छ नि त स्ट्रेट चलाएर चाहिँ होइन स्ट्रेट ल हेर्नुहोस् यो भयो देख्नुभयो अलिकति क्यामेराको एङ्गल नमिलेर हो कि तर एकदम मलाई नै आफूलाई अनइजी फिल भइरहेछ तर पनि यु डोन्ट माइन्ड हो कि ल
हाम्रो आइब्रो पनि डन भयो। र इन केस हेर्नुहोस् है, जस्तै यहाँको अलिकति माथिसम्म देखिएको छ र यहाँ देखिएन यदि भयो र मिलाउनु पर्छ भने हामीले यसलाई यसरी गरेर फिलअप गर्न सकिन्छ। ल यसरी गरेर फिलअप गर्न सक्नुहुन्छ है। अनि यसरी टक्क तरिकाले चुप पारेर स्ट्रेट। अनि म चाहिँ यसरी चेक गर्छु कि अब स्ट्रेट छ छैन, यताको जस्तो अलिकति उता भइदिएन कि भयो कि भन्नेहरू हुन्छ नि त। प्राय आइब्रो त तर मान्छेको अलिकति डिफ्रेन्ट नै हुन्छ है, फेरि खै त्यो एउटै भन्ने हुँदैन है। ल हामीले आइब्रो गरेर सक्यौँ। कतिको बुझ्नुभयो? यो बिचमा काटेर मलाई मेसेज छोड्नु त। त्यसपछि हामीले अब के गर्छौँ भन्दाखेरि त सिम्पल, अब तपाईँलाई सिम्पल पार्टी सार्टी गर्नु जानु मन छ, हेभी मेकअप गर्नु छैन भने चाहिँ कन्सिलर लिनुहोस्। यो चाहिँ मेरो के हो, यो टेस्ट्राको हो यो कन्सिलर। एकदम थोरै लिनुहोस् ल। यसरी आइब्रो गरिसक्यौँ हामीले होइन। अनि ब्लेन्डर तपाईँहरूसँग कस्तो छ? ब्लेन्डर चाहिँ एकदम क्लिन हुनुपर्छ र यो चाहिँ वेट हुनुपर्छ। वेट धेरै चिसो पनि होइन, मजाले हामीले भिजाएर सफा गरेर त्यसलाई चाहिँ पानी चाहिँ सबै निकालेको हुनुपर्छ। ल त्यसपछि कन्सिलर लाएर हेर्नुहोस् त, कन्सिलर लगाइसकेपछि हेर्नु है, एकदम नदेखिने खालको नेचुरलवाला मेकअपको लागि यो चाहिँ। गरेर गर्नु सक्नुहुन्छ। यसरी एकै ठाउँमा भयो भने चाहिँ यसलाई मजाले फेरि यसरी हामीले ब्लेन्ड गर्न सकिन्छ। कहिले चाहिँ कस्तो हुन्छ भने ढ्याक्क एकतिर गएर जस्तै यसरी बसिदिन्छ। हेर्नु यसलाई ब्लेन्ड गर्नु कस्तो गाह्रो हुन्छ। यहाँ पनि हल्का बसिन्छ तर केही टेन्सन लिनु पर्दैन। फेरि थोरै लिने, डस्टअप गर्ने, फेरि इनर र आउटर गर्ने सक्नुहुन्छ तपाईँहरूले। एकदमै लाइटमा छ है, एकदमै लाइटमा छ। त्यसपछि हामीले यो चाहिँ सिमर ब्रस हो। सिमर तपाईँले कस्तो खालको लगाउनु हुने होइन, अब तपाईँसँग कस्तो छ त्यही अनुसार भयो है। फेरि जस्तै तपाईँले आफूसँग भएको ड्रेससँग मिलाउन सक्नुहुन्छ, केही फरक पर्दैन होइन। यो चाहिँ मैले फरेभर 52 को, यो चाहिँ एकदमै साइनिङ दिन्छ होइन। हेर्नुहोस् है, थोरै लगायो भने पनि तपाईँले यता साइडबाट मात्रै लगाउनु पनि सक्नुहुन्छ, बिचमा मात्रै लाउनु पनि सक्नुहुन्छ। यो हाम्रो यसरी यो एरिया छ नि, के भन्छ यो मार्केबल एरिया, हामी त नेपालीमा मुन्द्रे भन्छौँ होइन।
यो मुन्द्रीमा मात्रै पनि लाउन सक्नुहुन्छ, तर मैले चाहिँ यसरी गरेर लाएँ ल। हेर्नुहोस् त मजाले देखिनु भयो किन यस्तो कस्तो मजाले साइनिङ दिएछ नि यसरी माथि स्वाइप नगर्ने, तल गर्ने, तर यो चाहिँ हामीले मजाले ब्लेन्ड गर्नुपर्ने हुन्छ, किनभने एकै ठाउँमा फ्यात्त भएर बस्यो भने राम्रो देख्दैन नि त होइन। त्यही भएर हेर्नुहोस् है एकदम साइनिङ। यो जस्तै लाइटले गर्दा नभएको पनि नदेखिएको पनि हुनसक्छ होइन है। नेचुरलमा चाहिँ यस्तो छ, हेर्नुभयो त्यस्तो छ। अनि त्यसपछि ल यसरी गरेर तल गरेर लगाउन सक्नुहुन्छ होइन। म सबै लाउँछु भन्नुहुन्छ भने पुरै यसरी गरेर राउन्ड गरेर लगाउन सक्नुहुन्छ। अलिकति बेसी चाहिँ यो आईको बिचो भागमा यसरी हामीले लगाउन सक्छौँ है। त्यसपछि फेरि हामीसँग छ नि प्यालेटले चाहिँ अब त्यो अलिकति बेसी भयो जस्तो फिल भयो भने यतापट्टि अलिकति यसो गरिदिनु, यसलाई यहाँ बिस्तारै ब्लेन्ड गरेर माथि र तलको यो सिमरलाई पनि सेट गरिदिनु यसरी। ल यो आई मेकअप भयो, एकदमै नेचुरल सिम्पल यस्तो छ है। अनि त्यसपछि अब हामी सुरु गर्छौँ आइलाइनर ल। यसलाई चाहिँ एउटा टिस्यु राख्नु पऱ्यो होइन। अब यहीँ सिधै राखेर गर्दाखेरि चाहिँ मलाई अलिकति अप्ठ्यारो हुनसक्छ है। यसरी सुरुमा यसरी तान्ने, त्यसपछि यस्तरी गरेर सेप बनाएर पछाडिबाट चाहिँ हामीले सेप बनाउँदै जाने। अगाडिबाट गरे सुरुमा भने चाहिँ अलिकति अप्ठ्यारो भएर आउँछ होइन, भरे सेप नमिल्न सक्छ। त्यसरी पछाडिबाट तान्यो भने चाहिँ बिस्तारै यहाँ अगाडि चाहिँ एकदम कम्ती गरेर मिलेन। अब यो डाइरेक्ट क्यामेरामा हेरेर चाहिँ मलाई अप्ठ्यारो तपाईँले फाउन्डेसनहरू लगाइसकेर ल्यासेस लगाउनु हुँदा पनि केही फरक पर्दैन। म चाहिँ तर सुरुमा तपाईँलाई आँखाको मेकअपमा चाहिँ फुल ल्यासेस लगाइसकेपछि मात्रै मैले सुरुमा ल्यासेस लगाउँछु भन्नु ल। चाहिँ यो टेस्राको छ, अनि त्यसपछि ब्लू पनि टेस्राकै छ। म चाहिँ टेस्राको युज गर्छु होइन। एकदमै इजी छ क्या साथीहरू, एकदमै इजी छ। यदि तपाईँहरू बिगिनर हुनुहुन्छ होइन, तपाईँलाई जस्तै ल्यासेसको बारेमा थाहा छैन, त्यसपछि आइब्रो बनाउनुको लागि थाहा छैन, मेकअपहरूको लागि थाहा छैन,
भने चाहिँ क्लासको लागि पनि तपाईँहरूले मलाई सोध्नु सक्नुहुनेछ है। अनि त्यसपछि यहाँ हेर्नु न, हिजो मैले निकाल्दा यो दुईवटा चाहिँ एउटा चाहिँ बिगारेँ, त्यही भएर मैले अब त्यसलाई छोडिदिएँ, अर्को लिएँ ल। एकदम क्यारी गर्नुको लागि इजी छ हो यो ल्यासेस। म चाहिँ यो युज गर्छु होइन। तपाईँहरूलाई होइन आफूले मेकअप सेकअपहरू गर्नु मन छ, यदि क्लास लिनु मन छ, ब्राइडल मात्रै लिनु मन छ, बेसिकको मात्रै लिनु मन छ, जे जस्तो भए पनि मलाई तपाईँहरूले सम्झिनु सक्नुहुन्छ। म तपाईँहरूलाई क्लासको लागि र मैले अनलाइन पनि क्लासहरू गराउँछु। मेरो कतिजना स्टुडेन्टहरू बाहिरको हुनुहुन्छ, बाहिरको मतलब बाहिर गइसकेर पनि उहाँहरूलाई चाहिँ एकदम अब जस्तै अब के भन्छ कामहरू त्यसैमा आउने हुने भयो भन्ने भएपछि कसैलाई चाहिँ मैले थ्रेडिङ क्लासहरू गराएको छु होइन, अनलाइनमा कसैलाई मेकअप गराएको छु। अब चाहिन्छ नि त मान्छेलाई अहिले एकदमै आवश्यक भन्ने कुरा के हो भन्दा त मेकअप एकदमै जरुरी चाहिँ के छ, मेकअप छ क्या। त्यही भएर चाहिँ मैले गराउने गर्छु। तपाईँलाई पनि यदि आवश्यक छ भने चाहिँ सम्झिनु सक्नुहुन्छ। स्टुडियोको नाम चाहिँ डिएस मेकअप स्टुडियो, गाभा हल, ललितपुर। यो ल्यासेस चाहिँ फेरि के गर्नुपर्छ भन्दाखेरि ठ्याक्कै आफ्नो सेपको अनुसार काट्नुपर्ने हुन्छ है। तपाईँहरूले काट्नु भएन भने चाहिँ त्यसले बिजाउने, दिनभरि अप्ठ्यारो हुने होइन, त्यस्तो हुने गर्छ। त्यही भएर चाहिँ सुरुमा अनि त्यसपछि यसरी ल्यासेस लिने, अनि त्यसपछि ठ्याक्क माथि माथि यो ग्लुलाई अप्लाई गर्ने यसरी। फेरि यसलाई एकैचोटि लगाउनु बित्तिकै ग्लु लगाउनु बित्तिकै अप्लाई गर्नु चाहिँ हुँदैन है। अब फ्यान छ भने फ्यानले तपाईँहरूले सुकाउनु सक्नुहुन्छ। त्यसपछि यसरी गरेर यो छ नि जस्तै यस्तो सिधा भएको हुन्छ, सिधा त लाग्दैन त, हाम्रो आँखा त क्रप टाइपको हुन्छ नि त। त्यही भएर यसलाई यसरी गरेर मजाले फ्लेक्सिबल बनाएर हाम्रो आँखामा चाहिँ लगाउन सकिन्छ। यसरी बनाएर ल म अप्लाई गर्छु है। यसरी लगाएर तपाईँहरूले यसरी सिधा राख्ने, ट्याक्कै सिधा राख्ने है। अनि त्यसपछि जस्तै यतापट्टि धेरै बाँकी छ जस्तो फिल भयो भने चाहिँ यसो गरेर यस्तो पाराले गरेर लगाउन सक्नुहुन्छ। होइन भने हेर्नु त कति इजी, टक्क भइसक्यो। यो ल्यासेस लगाएर यो ल्यासेस लगाएको आँखा त नलगाएको आँखामा पनि लगाइहाल्नु ल। फेरि एकपट्टि लगाएर एकपट्टि नलगाएर त तपाईँहरू देख्नुहुन्छ कस्तो खालको मेकअप गरेको होला, के देखिएको होला भन्ने हुन्छ नि। मान्छेलाई त यहाँ फेरि कस्तो हुन्छ भने नि, फ्रीमै नै सिकायो भने पनि के हुन्छ भने ला यो केही न केही यसलाई यो भनेर खुट्टा तान्ने प्रवृत्ति छ नि त हाम्रो नेपालीहरूको। त्यही भएर चाहिँ यसलाई पनि फेरि त्यही अनुसार यसरी यसरी राउन्ड गर्नुहोस्, मजाले राउन्ड गर्नुहोस्। अनि त्यसपछि आँखा चाहिँ यसरी गरेर तल हेर्नुहोस्, अनि मिररमा यसरी गरेर टक्क राखिदिनुहोस्। अनि बिस्तारै आफूले यता यता केही गर्नै पर्दैन, कत्रो ठुलो आपत्ति नै पर्दैन। ठक्क यसरी राखेपछि आफै यसरी हुन्छ है। हेर्नु त के भएछ, ल्यासेस लागिसक्यो। ल्यासेस लागिसक्यो। हामीले स्टार्टिङदेखि नै सिकिरहेको छौँ है। तपाईँहरूलाई कस्तो लाग्दैछ बिचो बिचोमा त्यो पनि याद गर्नु होला ल। त्यसपछि अलिअलि भएको डस्टहरू छ भने यसरी यसले ब्लेन्डरको सहायताले निकाल्नु भए पनि हुन्छ, ननिकाल्नु भए पनि हुन्छ है त ल। त्यसपछि मसँग चाहिँ छ यो वाला फाउन्डेसन एउटा छ होइन। त्यसपछि फरिबरको पनि छ है त। अहिले फाउन्डेसन मसँग चाहिँ अहिले 4वटा वाला छ, एकदमै सिम्पलवाला। यो जहाँ पनि पाउनु सक्नुहुन्छ तपाईँले, ठुलै उसमा स्टोरमा गएर लिनुपर्छ भन्ने हुँदैन, यो जहाँ पनि पाउँछ। र यो खालको छ जस्तै यो कलर, अनि त्यसपछि यो कलर, अनि यो कलरमा सबै मलाई हुन्छ भन्ने हुँदैन फेरि साथीहरू
है। सबै मलाई हुन्छ भन्ने हुँदैन र हुँदैन भन्ने पनि हुँदैन र सबैलाई हामीले कसरी मिलाएर लगाउने भन्ने पनि तरिकाहरू हुन्छ। तपाईँले मलाई चाहिँ यो हुन्छ होइन। त्यसपछि त्यो चाहिँ के हुन्छ भने कुनै कुनै लाइट कलर र डार्क कलर छ भने अलिकति मिडियम खालको फेसहरू छ भने त्यसरी उहाँहरूलाई पनि जस्तै एडजस्ट गरेर मिक्स गरेर म चाहिँ त्यसरी लगाउँछु होइन। आफ्नो आफ्नो तरिका हुनसक्छ, म चाहिँ त्यसरी लगाउँछु। यसपछि मेरो फेरि साह्रै नराम्रो बानी चाहिँ फेरि फाउन्डेसन चाहिँ मलाई चाहिँ त्यो उसमा लगाउनु होइन, यहीँनिर यसरी निकालेर के भयो यसरी यहाँ यसरी कति चाहिन्छ आफूलाई त्यति निकाल्ने, यसलाई क्लोज गरिदिइहालौँ है। त्यसपछि यसैलाई पनि मजाले यसरी यसो गरेर धेरै लाइट जस्तो फिल भयो भने अलिकति यो फरेभरको यसको कभरबाट निस्किया छ, यसरी 2 थोपालाई यसरी गरेर देखाउँछु ल। यसरी गरेर हेर्नु त मिक्स गऱ्यो नि ठिक्क सेट हुन्छ क्या त्यसरी भयो भने है। योभन्दा अर्को हेर्नु यो कति ठ्याक्क सेट भयो नि, यो यताको लाइट भयो यताको सेट भयो नि होइन। त्यसपछि अप्लाई गर्दाखेरि चाहिँ हामीले चाहिँ लत्तर पत्तर पारेर होइन, आफ्नो फेस कतातिर चाहिँ स्वाइप गर्दाखेरि हुन्छ भन्दाखेरि हाम्रो रौँहरू जता झरेको छ यताको यता झरेको हुन्छ, यताको यता झरेको हुन्छ होइन। त्यही अनुसार यसरी बिस्तारै यसलाई त्यसो गर्दाखेरि तपाईँहरूलाई के हुन्छ भन्दाखेरि चाहिँ हेर्नु ल, ब्लेन्ड गर्नु कस्तो सजिलो हुन्छ हेर्नु है। अलिकति तलैसम्म राखेर छोड्ने ल, माथि एकैचोटि नलाने, किनभने ढ्याप्पै माथि यति धेरै बसेको हुनसक्छ। त्यही भएर त्यो भन्दा त बरु यसरी नै थोरै लगेर हेर्नु। मलाई चाहिँ एकदम सुट गर्छ क्या यसले। अघि थोरै मेरो यस्तो दाग थियो नि होइन, त्यो एकदमै पिगमेन्टेसन पनि अलिअलि भएको पनि छोपिन्छ। अनि यसरी गरेर फर्काएर फेरि यताको पनि यतैपट्टि फर्काउँ है। एकदम जेन्टली हुनु पऱ्यो है ड्यापिङ चाहिँ। फेरि निधारै फेसै चौरिनै पर्ने गरी हामीले ड्याप गरेको पनि धेरै ठाउँ मैले देखेको छु। मेरो आफ्नै फेसमा मैले धेरै चेकअप गरेको छु। त्यस्तो चाहिँ के भन्दाखेरि अब आफ्नो साथीभाइकोमा जानुपर्ने हुन्छ होइन। अनि त्यतिखेर आफूलाई मेकअप सेकअप गर्नु लगायो भने ड्याङ पारेर यसरी गर्नुहुन्छ क्या, त्यो चाहिँ गलत हो है। त्यसपछि ल यतापट्टि लगाइसकेँ मैले होइन। ल यहाँ सक्नुहुन्छ डिफ्रेन्सेस। त्यसपछि यता पनि बिस्तारै हामीलाई यो फाउन्डेसन चाहिँ केले लगाउँदैछौँ भनेर हेरिरहनु भयो होला। मैले अघि सुरुमा चलाएको फ्ल्याट ब्रसै हो है। त्यसपछि यसलाई फेरि बिस्तारै, अब यो पिम्पल्सको यत्रो दागलाई त हामीले करेक्टरले लिनु त मिल्थ्यो, तर अब करेक्टर परेन भनेर मैले अहिले छोडिदिएँ। जति छोपिन्छु त्यति नै छोडिदिन्छु ल। बिस्तारै अब जस्तै यो नोज पिन छ भने नोज पिनको भित्र हुनसक्छ है। एकदमै बिस्तारै गरेर यसरी इनफ छ प्रडक्ट है। त्यो प्रडक्टले यसरी फेरि यति धेरै लाउनुपर्छ भन्ने चाहिँ हुँदैन है। मान्छेले कस्तो हुन्छ भने प्रडक्ट चाहिँ इनफ क्या, त्यो चाहिँदै भन्दा धेरै लगाएर मात्रै राम्रो हुन्छ भन्ने एउटा हाम्रो सोच छ, त्यो चाहिँ गलत हो। अनि त्यसपछि यो प्रडक्टलाई यसरी सबै तरहले अनि तल पनि आफूले क्लिन गरिदिन सक्नुहुन्छ। अनि मजाले ब्लेन्ड गरेर यो बिचमा त हामीले अघि लगाएको थिएनौँ नि त होइन। यस्तो गरेर यसरी गर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। मैले फाउन्डेसन पनि लगाइसकेँ स्किनमा है।
मेरो स्किन अलिकति डल टाइपकै छ होइन, त्यही भएर अलिकति तपाईँलाई उयो देखिन सक्छ, त्यही भएर यस्तो खालको छ छोडिदिने चाहिँ। मजाले ब्लेन्ड गरेर छोडिदिउँ। त्यसपछि तपाईँले यो हामीसँग भएको यो लुज पाउडर पनि युज गर्न सक्नुहुन्छ होइन, नत्र भए हामीसँग अलिकति कम्प्याक्टवालाहरू पनि युज गर्न सक्नुहुन्छ। तर लुज पाउडर चाहिँ हल्का तरिकाले अलिकति सेटै गर्नुको लागि लुज पनि राम्रो हुन्छ। त्यसपछि यसरी लिने, एकदमै डस्टअप गरेर अनि बिस्तारै सबैतिर अझै यसरी गर्छु है। र फेरि एकै ठाउँमा मात्रै होइन है, सबैतिर यता पनि यता पनि यता पनि यस्तो डिस्टर्ब गरेर होला मजाले सेट गरिसक्छु। एउटा कुरा, र कसैको डार्क सर्कल छ, यहाँ पफी आइज छ बेसी छ, अनि त्यसपछि यहाँ मात्रै डार्क छ, त्यस्तो छ भने चाहिँ हामीले कन्सिलर युज गर्न सक्नुहुन्छ है। मेरो चाहिँ छैन नि त, हेर्नु त, यो त मेरो गाजल हो, यो गाजल त अहिले लाउनु पर्छ, त्यही भएर मैले त्यो पुछेको पनि छैन, त्यही भएर लाउनु पर्छ है। अनि त्यसपछि यदि दागहरू के छ, तपाईँहरूसँग पिगमेन्टेसन छ, मेलाजमा छ, इनकेस यदि भने त्यस्तो हो भने चाहिँ फेरि म्यामले डाइरेक्ट लाउनु भयो भनेर डाइरेक्ट लगाएर छोपिँदैन, फेरि कलर करेक्टरहरू हुन्छ होइन। त्यो चाहिँ अब डिटेल्समा बुझ्नुको लागि चाहिँ तपाईँहरूले क्लासै गर्नुपर्छ। यो त एकछिनको लागि नेचुरल मेकअपको लागि र तपाईँहरूलाई टेक्निक यसो बिगिनरको लागि चाहिँ हो यो चाहिँ, ल एकदमै बिगिनरको लागि। ल यस्तो भयो। र इनकेस तपाईँलाई होइन लाएरै देखाइदिन्छु नि त ल। यो कन्सिलर भयो, कसरी लाउने भन्दाखेरि चाहिँ यति चाहिँ यो पार्ट अनि यो पार्ट यो अनि सरी यो पार्ट पाबाजी नै भयो नि त हो। अनि त्यसपछि राखी नराख्नेखेरि चाँडैभन्दा चाँडै हाइलाइट गर्ने पार्ट भन्छ यसलाई चाहिँ, यसरी ब्लेन्ड गर्दै हाल्ने है। यहाँ हेर्नुहोस् साइनिङ दिन्छ। यो मेरो मेकअप गर्दाखेरि चाहिँ गर्ने बानी चाहिँ यस्तो नराम्रो छ नि, भइजान्छ हेर्नु त। यसले चाहिँ यहाँ भएको क्रेजीहरूलाई पनि हटाउने गर्ने पनि गर्छ। ओके डन। यसलाई चाहिँ बिस्तारै, किनभने त्यो अलिकति सुक्यो नि त, सुक्यो भने चाहिँ फेरि एकैछिनमा यो फेरि उयो चाहिँ नि कन्सिलर चाहिँ फेरि एकैछिनमा सुक्छ कि साथीहरू, त्यही भएर चाहिँ सुरुभन्दा यसरी गरेर गरिहाल्नुपर्ने हुन्छ हेर्नु है। त्यो हामीले के गरिसक्यौँ भन्दाखेरि त हामीले यो के अरे फाउन्डेसन लगाइसक्यौँ, सेट गरिसक्यौँ, कन्सिलर लगाइसक्यौँ, डिटेल्स यदि खिचेरसम्म हामीले आधीसम्म गरिसक्यौँ। अब कन्ट्रोल गर्नुपर्ने हुन्छ, जस्तै मेरो जस्तो अलिकति भए पनि करेक्टरले गर्नुको लागि चाहिँ एउटा ड्राईवालामा पनि पाउँछ अनि एउटा लिक्विडवालामा पनि पाउँछ। लिक्विड चाहिँ म यसरी लाउँछु।
मोटो खालको यति गरिसकेपछि चाहिँ हामीले अब ब्लस लगाउँछ साथीहरू है। ब्लस चाहिँ यो थाइल्यान्डबाट ल्याएको ब्लस एकदमै राम्रो छ। वेट एन्ड ग्रेल छ होइन, वेट एन्ड ग्रेल छ। ड्राईमा हो, लिक्विडमा छ। लिक्विड चाहिँ मलाई एकदमै उयो लाग्छ क्या। अब जस्तै तपाईँले ब्लस चाहिँ कसरी लाउने भन्दाखेरि कुन उसमा चाहिँ अब ड्राई छ भने कसरी लाउने र लिक्विड छ भने कसरी लाउने भन्ने कुरा हो। अब मलाई चाहिँ ड्राई चाहिँ यसरी गरेर ट्यापिङ लाउनु सकिन्छ। अलिकति सानो ब्रस छ भने चाहिँ यसरी राउन्ड गरेर पनि लाउनु सक्नुहुन्छ ब्लस होइन। म चाहिँ ब्लसको चाहिँ एकदमै बेसी नै उयो छु क्या। के भन्छ, ब्लस बिना त मेरो केही चल्दैन जस्तो मलाई लाग्छ कि। म ब्लस त्यही भएर त्यति धेरै लाउँछु यहाँ नै। हेर्न सक्नुहुन्छ यति। अब यसलाई अलिकति मजाले जस्तै उयो धेरै काटे जस्तो फिल भयो आफूलाई भने चाहिँ यसरी सट्ट मिलाउनु पनि सकिन्छ है। ल नेचुरल फर्ममा ल्याउनुको लागि चाहिँ यसरी माथिबाट पाउडर ल धेरै लागि गयो होइन हामीले लाउँदै ब्लस इनकेस भने चाहिँ ब्लेन्डर हामीले अघिदेखि चलाइरहेको ब्लेन्डरले ड्यापिङ मसँग पनि निकाल्न सक्नुहुन्छ है। यतिको चाहिँ तपाईँको उसमा भिडियोमा नदेखेको होला होइन, तर मेरो टन्नै लागेको छ। त्यही भएर यसरी म चाहिँ यहीँदेखि लगाइदिन्छु ब्लस। ओ माई गॉड, सी दिस। यहाँ हेर्नु है। त्यसपछि अब हामी केमा जाउँ भन्दा त लिपमा। सबै सक्यो हाम्रो नि, आँखाको छ होइन, आँखाको बाँकीले छ। त्यही पनि पहिला चाहिँ लिप गरौँ ल। त्यसपछि अब तपाईँले कस्तो खालको लगाउने लिपमा, अलिकति अप टाइपको अनि अलिकति हुन्छ नि बोल्ड टाइपको लगाउने हो भने त्यही अनुसार गर्नुहोस् होइन। होइन भने सिम्पल मेरो आफ्नै सेपमा बनाउनुहुन्छ भने त आफ्नै सेपमा बनाउनु सक्नुहुन्छ ल। यो अलिकति नलाग्ने भएर है यसलाई मजाले लाग्ने खालको एकदम सटल लाग्यो कि त्यो सिधेर कि ल्याउनु पनि। आफ्नो लिप एकदमै सानो छ यदि भने चाहिँ साथीहरू होइन, यसलाई अलिकति माथि यसरी तपाईँले यसरी गरेर माथि ल्याउनु सक्नुहुन्छ ल। माथि लानु सक्नुहुन्छ होइन। ठुलो छ भने चाहिँ फेरि त्यसलाई सानो पनि बनाउनु सक्नुहुन्छ। यो चाहिँ अलिक सानै छ होइन, त्यही भएर मैले अलिकति माथि ल्याएँ। यो चाहिँ आउटलाइनर भयो है। अनि त्यसपछि अब तपाईँ कुन कलर लगाउनुहुन्छ तपाईँको इच्छाको कुरा हो है। त्यसपछि चाहिँ मैले चाहिँ अलिकति डार्क कलरको लगाऊँ भनेको बोकेको छु छैन मैले लिएन कि क्या ल छैन रहेछ। ठिक छ, यो नै लगाउँ न त। यो वाला यतिको डार्क लगाउँछु ल, डार्क ब्राउन। यस्तो गरेर गर्नु पनि सक्नुहुन्छ, नत्र यो मजाले यसरी नै मिलाएर पहिला लगाइसकेर मात्रै तपाईँले गर्न सक्नुहुन्छ है। एकदम इजी देख्दाखेरि यो देखियो होइन, तर नमिलेको जस्तो देख्यो नि होइन। त्यही भएर त्यसपछि चाहिँ तपाईँले हामीलाई फ्ल्याट ब्रस चाहिन्छ। फ्ल्याट ब्रस पछि थोरै फाउन्डेसन, हामीले जुन युज गरेको फाउन्डेसन छ त्यही फाउन्डेसन थोरै लिने, अनि
अनि यसलाई फ्ल्याट ब्रसमा एकदम कम्ती लिने अनि त्यसपछि यो कटिङ गरिदिने सट्ट सट्ट हैन त यसरी गरेर थोरै थोरै लिने यस्तो गरेर ल हेर्न सक्नुहुन्छ कट गरेपछि कस्तो देखियो हेर्नु अनि त्यसपछि अब अलिकति यो देखियो जस्तो भयो भने यसलाई ब्लेन्डरले माथि अलिकति मिलेन नि साथीहरू होइन तपाईँहरू भन्नु न हो कि न एकदमै सिम्पल भयो होइन र इनकेस तपाईँहरूले अलिकति डार्क कलरको लाउनु भएको छ अनि त्यसपछि हामीले बिचमा थोरै अम्रे सेड दिनु मन छ भने काँखेराले नि कन्सिलर लिनुहोस् अनि यसरी धेरै आउट आयो यो चाहिँ मेरो यहाँभन्दा यता आउनु हुँदैन थियो होइन यो अलिकति आउट आयो नो प्रब्लम तपाईँहरूले बुझिसक्नु होला है त्यसपछि हामीसँग छ फेरि लुज पाउडरलाई चाहिँ हामीले यो चाहिँ एकदमै त्यसपछि चाहिँ के गरेको भन्दा सेट गरेको क्या यो चाहिँ सेट गरेको भन्छ है त्यसपछि हामीले खाए नखाए त्यही आएको छ अलिअलि त भइ नै हाल्छ होइन मजाले सेट भएपछि परबाट हेर्दा हेर्नु त्यसपछि अब अझै ग्लभ्स लाउनु त बाँकी नै छ नि त साथीहरू पक्नु मसँग भएको ग्लभ्स यो चाहिँ मैले मिसिसाबाट लिएको ग्लभ्स हो होइन तर धेरै भइसक्यो सिद्धियो क्या अब हेर्नु ल एकदमै क्या त्यो हुन्छ नि प्लम्पी टाइपको नि भयो होइन प्लम्पी टाइपको क्या आफूलाई त्यो हुन्छ नि एकदम उयो गरिराखौँ जस्तो यसरी मलाई चाहिँ फेरि मेकअप गरेपछि यसरी इजी हुन्छ क्या त्यसपछि तपाईँले के कलर लगाउने जस्तै यो मुनि व्हाइट लाउनु मन छ भने व्हाइटै लगाउनु हुँदा हुन्छ आज चाहिँ मलाई पनि व्हाइटै लगाउनु मन छ होइन ट्राई गर्छु ल त्यसपछि चाहिँ तपाईँले यसरी तल यसरी गरेर हातलाई सिधै डाइरेक्ट त्यसरी भन्दा पनि यसरी यो लिएर यसरी गरेर यसरी व्हाइट लगाउन सक्नुहुन्छ है यो व्हाइट लगाएकोले कत्रो ग्लो अप देखाउँछ क्या आँखालाई मेसी यो अलिकति धेरै उयो भएको होइन त्यसपछि तपाईँलाई अझै ब्लो अप गराउनु मन छ भने चाहिँ यतापट्टिको आँखामा पनि मजाले यसरी तलसम्म लगाउन सक्नुहुन्छ होइन तर अब यति नै लगाउँदाखेरि नप देखिरहेछ यहाँ यो यसलाई धेरै नचलाउनु होला यतिकै देखिन्छ त्यसपछि त अब सिधा उयो देखियो नि त व्हाइट मात्रै देखियो नि त अलिकति डार्क कलर लिनुहोस् होइन थोरै डार्क कलर लिनुहोस् अथवा यसैको लिनुहुँदा हुन्छ यसको अलिकति डार्क है यो खालको डार्क लिनुहुँदा हुन्छ यतिको यो खालको डार्क अनि त्यसपछि मुनिबाट यसलाई पनि सेट गरिदिनुहोस् हेर्नु है सेट गर्नु भन्छ यसलाई
ब्ल्याक थियो नि त्यो ब्ल्याकलाई मैले चलाएको थिएँ कि त्यो केटा आइज माई गड लेन्सेस त अलिकति कस्तो खालको यस्तो गरेर पनि हुन्छ सुरुदेखि हेरिरहनु भएको छ र बिचमा काटेर हेर्नु भएको छैन यदि भने चाहिँ तपाईँहरूले अलिकति न अलिकति भए पनि ज्ञान लिनुभयो होला मेबी होइन अब मैले कहिले कहिले दिनु नजानेको पनि हुनसक्छ होइन तपाईँहरूले हेर्नुहोस् अहिलेको अहिले लुक सेन्स दिस इज मी है यस मेकअप स्टुडियोलाई सम्झिनु सक्नुहुन्छ आजको मेकअप चाहिँ हामी देखिहाल्यौँ अब फोटो सोटो भिडियोहरू चाहिँ पछाडि आउँछ हेर्नु होला र कस्तो लाग्यो अनि त्यसपछि तपाईँहरूले बुझ्नुभयो कि बुझ्नु भएन भने मलाई कमेन्ट छोड्न सक्नुहुन्छ तपाईँहरू यदि टाढा हुनुहुन्छ भने अनलाइन क्लास पनि जोइन गर्न सक्नुहुन्छ म धेरैजनासँग अनलाइन क्लासमा पनि जोडिएको छु होइन यो मेरो च्यानल चाहिँ भर्खर स्टार्ट गरेको हो होइन म तपाईँहरूलाई मेरो टिकटक अनि त्यसपछि इन्स्टा फेसबुकहरूको चाहिँ त्यहाँ बायोमा राखिदिन्छु पेजको आइडीहरू होइन तपाईँले हेरेर मलाई प्रतिक्रिया दिन सक्नुहुन्छ थ्याङ्क यू सो मच सी यू नेक्स्ट टाइम ओके थ्याङ्क्स फर वाचिङ बाई बाई मुझे सबसे ज्यादा पसंद तुम्हारी ये आंखें कितनी हंसी just a pretty face. Be the woman with everything. Beauty, brains, money, and soul alignment. Be a successful, magnetic woman that no one can mess with.